के तपाईँ पनि पाइथन सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि हो। यस भिडियोमा चाहिँ हामीले के गर्नेछौँ भनेपछि हामीले पाइथनको लेभल 1 जुन हो इन्स्टलेसन, पाइथनलाई इन्स्टल कसरी गर्ने र अर्को एउटा टुल जसलाई इन्स्टल कसरी गर्ने भनेर हेर्नेछौँ। सुरु गर्नुभन्दा अगाडि सबैभन्दा पहिला पाइथन सिक्नको लागि हामीले पाइथनलाई डाउनलोड पनि गर्नुपर्छ र पाइथनको डाउनलोड गर्नको लागि चाहिँ हामीले जान्छौँ python.org मा। python.org भनेको चाहिँ पाइथनको अफिसियल वेबसाइट हो जसबाट हामीले पाइथनहरू डाउनलोड गर्न सक्छौँ। यो वास्तवमा भन्यो भने पाइथन एकदम राम्रो भाषा हो जुन सीबाट बनेको छ। पाइथन 1980 तिरको समयमा गुइडो भन रोसम भन्ने मान्छेहरूको सजिलोको लागि बनाएको एउटा भाषा हो जुन अहिलेको लागि ब्याकएन्ड सर्भर डेभलपमेन्ट, वेब डेभलपमेन्टदेखि मसिन लर्निङसम्म पनि प्रयोग गर्न सकिन्छ। र नेपालमा आजभोलि आइटीको क्षेत्रमा एकदम पहुँच एकदम हाइप बढेको कारणले गर्दाखेरि धेरै मान्छेहरू पाइथन, जाभा स्क्रिप्ट जस्ता भाषाहरू सिक्न चाहन्छन्। तर पाइथन मात्रै किन? पाइथनमा के यस्तो फाइदाहरू छन् जसले गर्दा पाइथनलाई एकदम सुइटेबल बनाउँछ बिगिनरहरूको लागि र पाइथन सिक्न यति सजिलो किन छ? पाइथन हामीले किन सिक्नुपर्छ भनेपछि किनभने यो एकदम सजिलो भाषा हो। अरू जसरी हामीले इक्जाम्पलमा हेर्न सक्छौँ, यो फोटोमा हेर्नुहोस्, यसले देखाउँछ कि एउटा क्युबेसिक जस्तो भाषा र सी जस्तो भाषा र पाइथनमा के फरक छ। एउटा काम गर्नको लागि हामीले कत्रो कोड लेख्नुपर्छ, सीमा कत्रो कोड लेख्नुपर्छ, क्युबेसिकमा र कत्रो कोड लेख्नुपर्छ पाइथनमा। र यहाँ देख्न सक्छौँ पाइथनमा प्रिन्ट हेलो वर्ल्ड लेखे मात्रै पनि हाम्रो काम त्यही काम हुन्छ जुन काम चाहिँ हामीले त्यत्रो लामो कोड लेख्नुपर्छ सीमा। त्यसकारणले यसले चाहिँ बिगिनर फ्रेन्डलीहरू बनाउन मिल्छ। र अर्को चिज छ कम्प्याटिबिलिटी। कम्प्याटिबिलिटीले चाहिँ के भनेको चाहिँ के हो भनेपछि यो पाइथन हामीले विन्डोजमा बनायो भने धेरै प्लेटफर्महरूमा चल्न सक्छ। पाइथन डाउनलोड गर्नको लागि हामीले सुरुमा चाहिँ डाउनलोड अप्सनमा क्लिक गर्नुपर्छ र डाउनलोड पाइथनमा यहाँ क्लिक गर्नुपर्छ। यहाँ तल आउँदै हामी यहाँ तल आयौँ भने यहाँ फाइल्स भन्ने सेक्सन हुन्छ जहाँबाट हामीले पाइथनलाई इन्स्टल गर्न सक्छौँ। सुरुमा हाम्रो अप्सन छ जुन चाहिँ धेरै जस्तोले दबाउनु हुनेछ, यो हो पाइथन इन्स्टलर 64 बिट। जुन हाम्रो अहिलेको कम्प्युटर चाहिँ धेरै जस्तो 64 बिटमा चल्छ, त्यस कारणले हामीले यो चाहिँ यहाँ क्लिक गर्छौँ। यदि तपाईँ म्याकओएसमा हुनुहुन्छ भने यो अप्सनमा क्लिक गर्नु होला र यदि विन्डोज 32 बिटमा हुनुहुन्छ, अलि पुरानो कम्प्युटर छ भने चाहिँ यो क्लिक गर्नु। अहिलेको लागि चाहिँ मैले मेरो पिसी चाहिँ 64 बिट भएको कारणले चाहिँ मैले यहाँ क्लिक गर्छु। र यहाँ कम्प्लिट भइसकेपछि चाहिँ हामीले के गर्नुपर्छ भनेपछि यहाँ फाइलमा जानुपर्छ कतापट्टि छ भनेर र यहाँ क्लिक गर्नुपर्छ। यहाँ क्लिक गरेपछि दुईवटा अप्सन हुन्छ। तपाईँको कस्टमाइज इन्स्टल भनेको चाहिँ तपाईँले कुन ठाउँमा पाइथन इन्स्टल हुन्छ भनेर चुज गर्ने हो र यतापट्टि चाहिँ तपाईँको सेटअप चाहिँ सक्सेसफुल भयो भने चाहिँ यस्तो मेसेज आउँछ र यहाँ अरू केही नसोइकन हामीले यहाँ यसलाई क्लोज गरिदिन्छौँ। यति भइसकेपछि तपाईँ आफ्नो सिएमडीमा जानुपर्छ र यहाँ लेख्छौँ पाई लेखिसकेपछि यहाँ python.3.1.3.3 आयो भने चाहिँ तपाईँको पाइथन एकदम राम्ररी इन्स्टल भइसकेको छ भन्ने जानकारी हुन्छ। र यदि तपाईँको दिस कमान्ड इज नट एक्जिक्युटेबल अथवा केही आयो भने चाहिँ तपाईँको राम्ररी पाइथन इन्स्टल भएको छैन र तपाईँले अफिसियल वेबसाइटमा के समस्या भएको छ भनेर हेर्न सक्नुहुन्छ। यति भइसकेपछि हामीले पाइथन मात्रै चाहिँदैन कोडिङ गर्नको लागि, हामीलाई चाहिन्छ एउटा अर्को सफ्टवेयर जसलाई भन्छ VS कोड। VS कोड भनेको यस्तो सफ्टवेयर हो जसले चाहिँ हामीलाई कोडलाई एडिट गर्न चाहिँ सहयोग गर्छ। गर्न त हामीले टास्क नोटप्याड भन्ने सफ्टवेयरमा पनि गर्न सक्छौँ विन्डोजमा, तर भिजुअल स्टुडियोले चाहिँ हामीलाई यस्तो अप्सन दिन्छ कि एकदम धेरै फेसिलिटीहरू दिन्छ जसले हाम्रो कोडिङ जर्नीलाई सुइटेबल र एकदम सजिलो बनाउँछ। डाउनलोड फ्रम विन्डोजमा दबाएपछि यहाँ तपाईँको डाउनलोड हुन सुरु हुन्छ। मेरोमा पहिलेदेखि डाउनलोड भइसकेको छ, त्यस कारणले यहाँ हेर्न सक्नुहुन्छ मेरो पहिलेदेखि डाउनलोड भइसकेको छ। सो यो इन्स्टलरलाई क्लिक गर्नुपर्छ। यसमा चाहिँ आई एक्सेप्ट भनेर कन्टिन्यू गर्नुपर्छ र यी सबै पाथहरूलाई चाहिँ तपाईँले टिक लगाउनुहोस् किनभने यिनीहरूले चाहिँ
पछि हामीले राइट क्लिक गरेर ओपन विथ कोड भनेर कुनै पनि फोल्डर वा फाइललाई ओपन गर्न चाहिँ एकदम सहयोग गर्छ। नेक्स्ट अब यहाँ इन्स्टलमा दबाउँदैन किनभने मेरोमा पहिलेदेखि इन्स्टल भएको छ। तर यदि तपाईँलाई इन्स्टल गर्ने बेला चाहिँ यहाँ इन्स्टल गर्नु होला र पछिको स्टेप तपाईँ आफैले नि गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ हैन। यस अब तपाईँको VS कोड चाहिँ डाउनलोड भइसकेपछि कुनै तपाईँको डेस्कटपमा जानुहोस् र यहाँ एउटा न्यू फोल्डर बनाउनुहोस्। यसलाई चाहिँ हामीले अब नाम दिन्छौँ पाइथन लर्निङ। अब यो पाइथन लर्निङ भन्ने जुन हाम्रो फोल्डर छ यसमा चाहिँ हामीले ओपन विथ कोड अघि नै हामीले टिक लगाएको थियौँ नि, हो त्यही हो यो। यदि हामीले त्यो टिक नलाएको भए चाहिँ हुन सक्थेन। यो भनेको चाहिँ पाथमा यो राइट क्लिकको जुन पाथ छ यो पाथमा चाहिँ हामीले भिजुअल स्टुडियो कोडबाट डाइरेक्टली खोल्न सक्ने चाहिँ एउटा मेथड हो। नत्र भने हामीले पहिला भिजुअल स्टुडियो कोडलाई खोलेर चाहिँ फाइल अथवा फोल्डरलाई म्यानुअली सेलेक्ट गरेर गर्नुपर्छ। यहाँ भिजुअल स्टुडियो कोडमा आइसकेपछि यहाँ एसआई क्लिक भनेर एसआई भिजुअल स्टुडियोमा आएपछि यस्तो अथवा तपाईँको अरू कुनै आउन सक्छ। यदि केही पनि आएको छैन, यतापट्टि एक्सप्लोरर जस्तो केही पनि चिज आएको छैन भने यहाँ फाइलबाट तपाईँले ओपन गर्न सक्नुहुन्छ। यदि तपाईँको आएको छ भने गुड। यहाँ एक्सटेन्सन्समा जानुपर्छ र यहाँ पाइथन भनेर सर्च गर्नुपर्छ। यहाँ भइसकेपछि यहाँ पाइथन माइक्रोसफ्टले दिएको यो पाइथन जुन छ नि यो पाइथन जसमा पाइथन सपोर्ट विथ एक्सटेन्सन एक्रस पोइन्ट अफ इन्टेन्सन पाइलाइन्स र डिबगिङहरू सम्बन्धीमा यसले चाहिँ सहयोग गर्छ। यसलाई चाहिँ हामीले इन्स्टल गर्नुपर्छ। इन्स्टल भइसकेपछि यहाँ एक्सप्लोररमा जानुहोस् र यहाँ तिमी एउटा नयाँ फाइल बनाऊ main.py। अब यति भइसकेपछि हामीले पाइथन र भिजुअल स्टुडियो डाउनलोड गऱ्यौँ। अब भोलिको अथवा अब अर्को एपिसोड जुन पाइथन कोर्स पार्ट 2 आउँछ त्यसमा चाहिँ हामीले प्रिन्ट स्टेटमेन्ट र भेरिएबलहरूको बारेमा पढ्नेछौँ। र यदि तपाईँ पाइथन अझै सिक्न चाहनुहुन्छ भने त्यो भिडियोको वेट गर्नु होला, शनिबारतिर आउँछ होला। धन्यवाद।